पार्टबाट चाहिँ मैले हेरेको थिइनँ है गाइस। आफ्नो यस्तो माया गरौँ न यार, भिडियो गऱ्यो भने त कहाँबाट हुन्छ यार, बेकार मात्रै हुन्छ। दिस इज गण्डकी, यस्तो नेचुरल क्या आम्मामा, हेर न। आई हेभन्ट सिन लाइक दिस हौ, यस्तो त्यो खोला जस्तो नै पालेको चाहिँ है। मैले देखेको थिएन यार, नर्मल हिलोमा हेर न, यहाँ माछा हो। गाइस यहाँ हेर्नु है, अब यस्तो नेचुरल माछा पालेको छ भने यु क्यान सी हियर क्या माछा हेर्नु। Guys, this is view from Dhampus. It's very good. We are crossing the अर्ली 8 मर्निङबाट सुरु गरेका छौँ यो कालो। लेट्स चाहिँ कतिखेर पुगिन्छ है। चाहिँ धाम्पुसबाट चाहिँ वान अफ द बेस्ट भ्यू है। घान्द्रुक भन्दा चाहिँ राम्रो देखिन्छ भ्यू। कसैलाई माउन्टेन भ्यू गर्नु छ भने चाहिँ आई रिकमेन्ड धाम्पुस रादर देन घान्द्रुक है। लालीगुराँस है गाइज, लालीगुराँसको सानो गार्डन रहेछ। इट इज ब्युटिफुल। सबको गार्डन हुन्छ लालीगुराँस है, लालीगुराँस। नभए आल्छ गरेर विदेश जाने हैसियत मेरो पनि थियो। मलाई त्यसलाई राष्ट्रिय झन्डा बोकेको देख्ने कि नदेख्ने? नजिक आउँदैछ है गाइज हामी। यो हाम्रो नेपालको ट्रेकिङ रुटको चाहिँ मलाई के राम्रो लाग्छ भने तपाईँले जहाँ पनि यो खाजा घर पाउनुहुन्छ। देख्दा जानी जाने त्यहीँ हो त नि। दिस इज माउन्टेन है जससँग मेरो लभ परेको छ। गाइस प्रितम जग्गा आइपुग्यो एन्ड हामी अझै अगाडि आइपुगेका छौँ। हिमाललाई हामीले छुन सायद आँटेका छौँ। हाम्रो भाइ हामी यस्तो उकालोबाट आएको। के कस्तो छ सर? एक लेभल सिद्धियो हामीले। मजा आइरहेछ। मजा आइरहेछ? ज्यान तातिँदैछ भर्खर। यु वान्ट मोर? यस। ओके, कति प्याक? गाइस यो वेट मार्दै यहाँ एउटा बाटो छ। अझै हामी देउरालीमै छौँ।
भ्युजहरू एउटै हिमाल तर फाल्टो एङ्गलबाट यो उकालो जान्छौँ हामी। त्यो टावर भएकोमा साइडमा बसेको हामी यहाँसम्म आइपुग्यौँ है। Of course. I think. ल त्यहाँ गएर उभिनुहोस्। हेलो ल 1 2 3 next destination forest camp आइपुग्यो। लाभा किचन के उच्च लाग्यो। गाइज के हो भने नि इम्पोर्टेन्ट चाहिँ अब हामी किन ट्रेक गर्ने भन्ने कुरोमा चाहिँ अब जङ्गल त मान्छेहरू सबै घुम्छ होइन, तर यो लेउ लागेको छ नि रुखहरू होइन, यस्तो जङ्गल चाहिँ अनि यो होइन रुखले दिने एकदम प्योर हावा होइन। खानुहोस् अरू के छ, के एड गर्नुपर्ने छ? मलाई चाहिँ यो हजारौँ वर्षमा बनेको यो छन् वनस्पतिहरू छ नि, स्टिल छ नि त, त्यो चाहिँ अब हामीले नर्मल आफ्नै गाउँठाउँमा देखिन्न कि त्यो चाहिँ मलाई मनपर्छ। अब यो चाहिँ हाम्रो भ्युवर्सहरूलाई सन्देशको सन्देश छ है। तपाईँको केही छ भने म लिन्छु एउटा बाइट। नर्मली मान्छेहरू बस्ने ठाउँमा चाहिँ काट्दै यो गर्दै गर्दा रिजेनरेट भएर आउँछ त्यही भएर यस्तो लङ टर्म बस्नु पाउँदैन नलाग्ने। तर मजा जस्तै काट्ने हुँदैन। अब यस्तो आफै कुहेर तल झरेर मल हुन्छ होइन, यो आफै यसलाई चाहिँ हामी आफै हुन्छ। दिस भेरी नेचुरल प्लेस र चाहिँ मान्छे जति डेभलप भए पनि आर्टिफिसियल चिजहरू डेभलप गरे पनि है मान्छे भनेको चाहिँ नेचरको एउटा पार्ट हो, नेचरको एउटा हामी उत्पत्ति हो भनौँ या गिफ्ट हो भनौँ। सो जो पनि यो नेचरमा आउँदाखेरि चाहिँ यु विल इन्जोय है। सबैलाई नेपालमा वेलकम छ, वेलकम टु नेपाल। अरू के भन्नु? सन्देशको सन्देश केही छ कि? त्यति नै हो, अब बिजी हुन्छ आफ्नो लाइफ, छोटो टाइम निकालेर हाइकिङ ट्रेकिङ आउनुहोस्, देशमै भएको अग्लो अग्लो हिमालहरू हेर्नुहोस्, मन शान्ति गर्नुहोस्, अनि हेल्थलाई पनि बेनिफिट हुन्छ। थ्याङ्क यू साथी। पानी आएको हावा आएको कस्तो फिल हुने गरी आएको हेर्नु न यहाँभित्र। ठुलै हावा आयो, पानी आउला सायद। के आएको होला? हावा चाहिँ हावा हो त, कसलाई चाहिँ कस्तो छ न आएको क्या। आई हेभन्ट फिल लाइक दिस बिफोर। कि भूत आएको? यो चाहिँ वे टु लान्द्रुक। यहाँबाट छिट्टो तल गाडी चढेर हामी जान सक्छौँ र हामी फरेस्ट क्याम्प जाँदैछौँ। फरेस्ट क्याम्प भनेको चाहिँ हामी माथि जाने हो। र सी हियर यहाँ पनि कुलमान आउनु भएको छ है, कुलमानज्यू। सबैले सपोर्ट गरौँ कुलमानलाई। फरेस्ट क्याम्पसम्म यो लगभग 3000 उता 2500 फिट त होला है, मिटर त होला, फिट भने सरी हाइटमा पनि कुलमानज्यू आइपुग्नु भएको छ। हामी सबै नेपाली जनताहरूले कुलमानलाई जय भन्नुपर्छ। हामी कहाँ छौँ देखौँ, त्यो टक्क पोइन्ट भएको फरेस्ट क्याम्पमा छौँ।
र हामी जान्छौँ यहाँबाट न्यु सेन्टर हुँदै अप्पर भ्यू पोइन्टसम्म माथिसम्म जान्छौँ। गाइस यो गुराँस पनेभरि धेरैले नदेखेको चिज हो यो चाहिँ चाँप हो है, सेतो पाहाडमा पाउने एकदम युजफुल वनस्पति भन्छ होला। यो चाहिँ चाँप फलिरहेछ र हामी सिधै पारि गई चाहिँ घान्द्रुक देख्न सक्छौँ। घान्द्रुकको वारी छौँ हामी र हामी चढ्नुपर्ने छ यो उकालो। गाइस एबिसी बेलुका ल्याउँछ है यो हामीलाई मात्रै छ। हामी हाइट आइपुग्यौँ। रेस्ट क्याम्प 26 जना आइपुग्यौँ है साथी हो। इन्ट्रेस्टिङ कुरा जङ्गलैभरि चाँप फुलिएको छ। आकाशैमा चिल उड्यो। हाम्रो भाइले भाइ के पायो अरे? यो चिल चाहिँ खानु पर्छ होइन त्यसलाई चाहिँ भोलि हल्का यो खुट्टाहरू हल्का उसबाट मिल्छ दुईतिरको च्याप्प राखिदिने अरे के थाहा। हामी यहाँ कुखुरा पोलेर त्यो हाम्रो रेस्क्यु क्याम्पमा है भाले पोलेर साँच्चै भ्लग बन्छ नि भाइ हाम्रो। अनि हाम्रो भाइ जतिको चाहिँ पाउँदैन है कसैले। एकदम धेरै खट्ने 1 घन्टामा भाले बोकेर आएछ यहाँ आगो बालेर। दाइहरूको लागि यति गर्नै पर्छ नि त। अब दाइहरू घुम्न आउनु भयो हामीले गर्ने कामै यही त हो नि। अनि हाम्रो उहाँलाई रेस्क्यु गरेर खाइदिएको आएको छ। रेस्क्यु क्याम्पमा राखेर रेस्क्यु भालेको सुप खुवाएर रेस्क्यु गर्दैछौँ हामी यहाँ है त। ल भाले ल गुड। पोलेर खाने है गाइस। हामी चाहिँ पोलेर एकजना यहाँ देखाउने सनराइज त सुनेको थियो होला। यो मुन राइज है एकदम जङ्गल थोरै एक्सप्लोर गरौँ भनेर गाइस। कति मजाको डाँडा छ। गुराँसै गुराँस छ वरिपरि। याकहरू छन् यहाँ। कति मजाको होला भने यहाँको बच्चाहरू पनि रहेछ। बिहानै आफ्नो आधाको लागि यहाँ उनीहरू चाहिँ माथि पनि चढिरहेछ है। याक यसलाई चौरी गाई भन्छ है साथी हो। हामीले याद गर्छौँ नि
हामीले एबिसी जाँदाखेरि भेडा भेटेको थियो होइन। यहाँ चाहिँ वी फाउन्ड अ याक मजाले चलिरहेको छ। अलि लिडर जस्तोमा चाहिँ घन्टी लगाइदिया हुन्छ जस्तो क्या बसिरहेको छ कता Guys, this might be a world beautiful dustbin है होइन वर्ल्ड मोस्ट ब्युटिफुल है यो चाहिँ यता घर छ देखिन्छ होइन डस्टबिन हो अझै टप बाँकी छ टपमा हो तर अब बालनहरू छुयो नि त परेको फेरि ब्युटिफुल डस्टबिन वर्ल्डको ब्युटिफुल डस्टबिन हाँ सिनेमा हामी बसेको थियौँ कन्टिन्यू जान्छौँ लुडा जान्छौँ हामी पुरा म ढिलाको पुरा क्याम्पिङ चलिरहेको छ है दुईजनाको बादल के अरे नाम बादल डाँडामा आएर यहाँ आएर तपाईँहरूले फर्स्ट ब्रेक यहाँ लिनु सक्नुभयो भने चाहिँ बिहानै उठेर यो हिमालहरू हामी ढिलो भयौँ राम्रो भ्यू हेर्नु पाउनुहुन्छ है इट्स लाइक मारुतिको वान अफ द बेस्ट भ्यू यो पनि हो रेस्टुरेन्ट कम्प्लिट सागहरू तपाईँ कम्प्लिट सागर भन्दाखेरि चाहिँ मान्छेले एकदम भास्ट वाइड सम्झिन्छ नि त तपाईँको त्यो गजल कविताहरू सुन्दा मलाई पनि त्यस्तै आभास भयो क्या त्यस्तो खालको मैले त्यस्तै खालको मैले अनुभव गरेँ भनौँ न तपाईँले जुन त्यो हुन्छ नि आफ्नो मनको भावनाहरू पोख्नुभयो नि त्यसले चाहिँ मलाई पनि आई थिङ्क त्यो नेम चाहिँ तपाईँलाई सुट गर्छ है भन्ने खालको फिल भयो क्या बाहिर म सागरको फुल फर्म चाहिँ उयो भनिदिन्छु सागर भनेको चाहिँ धेरै विशाल जसको गहिराइ नाप्न सकिन्न जसको चौडाइ आकलन गर्न सकिन्न जसको भावना
त्यो सागरको के भनौँ वेगको कुनै मापन हुँदैन, त्यस्तो हो सागर भनेको चाहिँ। हामी हिँड्दैछौँ ए डाँडै डाँडा मार्दै हिँड्दैछौँ। एबिसी जाने ट्रेक पश्चिममा लोवर सिममा हुँदै यहाँबाट हामी जान्छौँ। यो एबिसी जाने ट्रेक पारिको पो छोरीको नाम चुत्रो है, चुत्रो यो भिड छ कि यहाँ, you have to move like this way है। माउन्टेन चढ्दा जस्तै फिल हुन्छ। आई थिङ्क अहिले ट्रेकमा जति माथि चढ्यो त्यति मजा आइरहेको छ है। यसो पिक जहाँ हामीले चढेको थियौँ त्यो बाटो हुँदै हामी आएको देखिँदैन पनि। हामी सबैको क्यारियर पनि यस्तै होस्, बिस्तारै एउटा भनाइ छ नि, it doesn't determine how fast, how talented we are. It determines in which path you are. Right? So, after destination पुग्नको लागि you have to be in the right path. So, tomorrow we will be in our destinations. It's not flight. चिसो र सफा हावा छ डाँडाहरूको टुप्पोमा हिँड्दै गर्दा तपाईँको अनुभूति के छ भन्नुहोस् त बिर्सन? ओके, इफ यु haven't seen heaven, welcome to this डाँडा। ओके गाइस, ए भन्नुहोस् त कमेन्ट चट्टान कल तल अघि एउटा मिस फायर गयो है साथी। यो कमेन्ट चट्टान सन्देशको आज हाम्रो यो टेकमा नामाकरण भएको छ। कमेन्ट चट्टान किन चट्टान भन्नुहुन्छ भने उहाँ आफै भन्नुहुन्छ यो चट्टान भन्दा पनि कठोर छु है, यस्तो यो भिर भन्दा पनि भिरालो, यो चट्टान भन्दा पनि कठोर र चाहिँ घोडा पनि आयो भन्नुहुँदैछ हाम्रो। र यो चाहिँ एकदम कथा लामो छ, यो कथा चाहिँ अर्को एपिसोडमा हामीले टु बी कन्टिन्युड राख्यौँ किनभने हामीलाई घोडा आएर पनि डिस्टर्ब गर्यो। कमरेड चट्टान त तर मैले नाम सान्दर्भिक लागेन यार, कमरेड चट्टानलाई कसरी घोडाले डिस्टर्ब गर्छ?
राम्रो चट्टान यस्तो हुन्छ है। रेलको धुवा के अरे पुग्दैछ रे तिमी पुग्ने सहरैमा। जब म मार्दी ट्रेकिङ आएको थिएँ तब मलाई पिसाब लागेर भित्तामा यसो पिसाब फेरेको त यहाँ पहिरो गएछ होइन विवेक सर। के छ र यस्तो भिडियो बनाउनु पर्ने केही देखिने मैले त तपाईँको तालु बाइक के छ भन्नुहोस् त जनता छ। राख्नु न अनि यता खिचिदिन्छु। मेरो पहिला गऱ्यो भने त गरिदिन्छु तिमीहरूको पहिला मेरो पछि त भित्रै गर्नु। ओके डन राखिराख्ने हो। ओके ल गाइस देख्नु ल हिउँ पर्यो है हिउँ पर्यो आज मार्दीमा हिउँ पर्यो सारा कान्छी माथि माथि खिम्बु लेकमा हिउँ परेको गाइस अलिकति खुलेको छ यो अन्नपूर्ण साउथ। मैले यहाँ मेरो कोरियन फ्रेन्ड भेटेको छु। से हाई टु माई युट्युबर्स। नमस्ते। I love it. Okay. Thank you, my friend. Yeah. What kind of army you can get in Nepal? Kukuri army? Kukuri army. No, he is Kukuri army. No. This guy is Kukuri army. Kukuri army. Gorkhe भनेकै गोर्खे। भोलि लोवर क्याम्पमा किन बस्ने सन्देश? भोलि लोवर क्याम्पमा किन खाना खाने? त्यहाँबाट माछा मछली अनि अरू हिमालहरू देख्न पाउँछौँ नि त त्यो हेर्दै खाना खानु मगाउँछौँ। भर्खर बुद्धि आयो साला मेरो बुद्धि नेपाली स्टाइल भन्ने छ यस्तो कुना बसेर यसरी खानु पाइन्छ। मोर लाइट रिवार्ड भन्छ आई डोन्ट ह्याभ लाइट्स।
अल्टिमेटली हामी आज भ्यू पोइन्टमा छौँ हामीलाई तल हायर पोइन्टबाट यो भ्यू पोइन्टसम्म आउनको लागि 1.5 आवर लाग्यो र यो पछाडिको माछापुच्छ्रे हो यहाँबाट सनराइज हुँदैछ अनि वी आर वेटिङ फर सनराइज यो पछाडिको धौलागिरी अन्नपूर्ण फर्स्ट सेकेन्ड हुँदै इट्स भेरी ब्युटिफुल भ्यू एन्ड यति गर्नको लागि हामीले धेरै दस्त गरिरहेका छौँ तपाईँलाई देखाउनको लागि होप यु लाइक इट होइन हाम्रो उयोमा हिउँ पनि छ है क्याराक क्याराक गर्न तर चिप्लिन्छ म चाहिँ हिँड्दिनँ मजाले चिप्लिन्छ हिउँ त अनि हामी हिँड्दै जाँदैछौँ नदीको डाँडैमा तिमी हिमाल जस्तै सुन्दर छौ तिमी हिमाल जस्तै सुन्दर छौ खोइ त भयो गाइस म के भन्छु भने नि डोन्ट अन्डरस्टिमेट दिस मार्दी है मार्दी एकदम राम्रो छ ट्रेक च्यालेन्जिङ छ है र साँच्चै हिमाल चढेको एक्सपिरियन्स हामीले पाउँछौँ र हाइट पनि यसको लगभग 4000 या 45 मिटर जति हो सो एकदम व्यवस्थित भएर
एबिसी भन्दा छोटो तर एबिसी भन्दा एकदम टेक्निकल ट्रेक रहेछ यो माथि हामी यो हिमालसँग आइपुग्दाखेरि चाहिँ सम्म चाहिँ है सो इट इज ब्युटिफुल है इट्स टेक्निकल गाह्रो छ अलिक प्रिपेयर गर्नुपर्छ निस्किनु न यार भेरी टेक्निकल है साथी हो यो माथि चढ्न चाहिँ हिमाल चढेको जत्तिकै छ झर्नु पनि हिमालबाट झरेको जत्तिकै छ यहाँ यसरी जानुपर्छ बसेर यहाँ फेरि चिप्लो चाहिँ चिप्लो साथी हो इट्स भेरी टेक्निकल च्यालेन्जिङ है चिप्लो छ यहाँ चिप्लो छ है साथी बसेर हिँड्नुपर्छ हिमालमा हिँड्दैछौँ हामी हिमाल मार्दी हिमालमा है गाइस साथी मार्दी हिमाल चढाएको हामी लड्छ है हिँड्ने हो यसरी साथी हो च्याम च्याम हामी यो बिचमा चाहिँ यो तलको डाँडै डाँडो जाँदो रहेछौँ अझै यो पाहाडको
यो हिमालको पल्लो डाँडा जस्तो लाग्यो। सो यो बाटो हामी हेर्नै पाउँदैनौँ है। सधैँ भइहालिन्छ आफ्नो त पछि हाल्दै भइहाल्यो। हिमाल जस्तै सुन्दर छ तपाईँ के गरेर त अगाडि गएर उभिँदैन ए माछापुच्छ्रे तिमी नखुलिदेऊ है अरूको छेउमा। मैले हेर्दा मात्रै खुलिदिनु, मलाई हेरी हाँसिदिनु, त्यति भए पुग्छ। त्यति सम्झे जीवन बिताइदिउँ ल। आमामामाहरू पार गर्थ्यो यहाँसम्म।